तन न्यानो भएसँगै हाम्रो मनात्मालाई न्यानो बनाउन अब केही बेर नगरिकन कार्यक्रम सुरु गरौँ है त। र पहिलो प्रतिस्पर्धीका रूपमा नीलो सदनबाट प्रतिज्ञा तिमल सिन्हालाई म मञ्चमा आमन्त्रण गर्दछु। देश बनाउन स्वावलम्बी युवा चाहिन्छ, तर स्वावलम्बी युवाहरू नै नभए समृद्ध देश कसरी बन्छ? धन्यवाद कार्यक्रम सञ्चालिकाज्यू, आदरणीय प्रधानाध्यापकज्यू, सम्माननीय शिक्षकवर्ग, मेरा प्रतिस्पर्धी मित्रहरू तथा मेरा साथीभाइ बहिनीहरू र हाम्रो भनाइलाई निष्पक्ष रूपमा तराजुमा राखेर निर्णय लिन बस्नुभएका निर्णायक मण्डलज्यू, स्वीकार्नुहोस् म कक्षा 9 की छात्रा प्रतिज्ञा तिमल सिन्हाको न्यानो अभिवादन। आजको यस सुनौलो बिहानीमा म तपाईहरूको माझ देश विकासमा युवाको भूमिका भन्ने एउटा विषयमा मेरा केही दुईटा शब्द राख्न गइरहेको छु। म युवा र मेरो सपनाको नयाँ नेपाल सोच्ने क्रममा अझै कुरा कोट्याउँछु, तर किन थाहा छ रङ पल्टिन थाल्छ, कहिले समूहको छाल बनेर त कहिले माथिङ्गल मनोहितको पर्वत बनेर। मेरो मन समयसँगै बदलन्छ, अवस्था अनुसार पर्सिन्छ, पग्लिन्छ अनि जम्छ। मैले यस्तो नेपाल सोचेको छु र कल्पना गरेको छु, मेरो आधुनिक युगको सैनिक नेपाल, जहाँ शीतको थोपा जस्तै फैलिएको छ सुन्दरता। मेरो नेपालमा हिमाल चुली सबै मान्छेहरू मिलिजुली बसेका छन्। मेरो नेपाल एक स्वर्गको टुक्रा हो। आफूले खाइ नपिई गरेर इन्जिनियर पढाएको छोरो पढाइले खाएर बितेसिन्छ, माइक्रोस्कोप कम्पनीमा काम गर्छ रे, गर्वकै कुरा हो। तर विडम्बना, उसकै घरमा बिग्रेको रेडियो बनाउने मान्छे नपाएर आमाले समाचार सुन्न पाउनु भएको छैन। ऋतु परिवर्तनमा सर्पले काँचुरी फेरे जस्तै झुक्का तथा जोख्या जिन्दगीहरूतर्फ नेपाल लागिरहेको छ। हाम्रो नेपाल विश्वमा 150 भन्दा बढी राष्ट्रहरू छन्। ती राष्ट्रहरू मध्ये पनि स्वर्गकै टुक्रा ठानिएको, प्राकृतिक सुन्दरताले पनि आफ्नो अनुमान प्रतिष्ठा भएर देखाएको हाम्रो नेपाल साँच्चै एक स्वर्गको टुक्रा हो। हाम्रो नेपाल कल्पना पनि गर्न नसकिने जस्तो छ। हाम्रो नेपाल 1500 भन्दा युवाहरू विदेशिने गर्छन्। फलस्वरूप आज नेपालमा 40 लाख भन्दा बढी युवाहरू विदेशिएका छन्। तर विडम्बना, अहिलेसम्म नेपाल सरकारले यो समेत प्रश्न राख्ने हिम्मत गर्दैन कि नानीहरू तिमीहरू किन विदेश जान्छौ? नेपाल जिउँदैछ, हामी नेपालमै रोजगारीका अवसरहरू सृजना गर्छौँ। नेपाल तिमीहरूको लागि छ। देश मेरो बाँचेको छ, त्यसैले त म बाँचेको छु। मेरो जोस र जाँगर यही देशको लागि साँचेको छु। सामान्यतः युवा भन्नाले के बुझिन्छ त? 16 वर्ष काटिसकेका तर 40 वर्ष नलागेका, बाल्यकालको छायाले छोडिसकेका तर बुढेसकालले नसमाएका मानिसहरूलाई नै युवा भन्ने गरिन्छ। एक देश विकास गर्ने कर्णधार हुन्। युवाहरूले नै देशको गहकिलो जिम्मेवारी उठाएका हुन्छन्। अहिले प्रत्येक देशको इतिहास पल्टाएर हेर्ने हो भने त्यस देशको सीमाना रेखा युवाहरूकै बलिदानको रगतबाट सृजित भएको हुन्छ। उहिलेको समयमा बेलायत जस्तो देशलाई त डराउने अहिले हाम्रो देश किन गरिबीको चपेटामा परिरहेको छ? भ्रष्टाचार र दुरुचारले हाम्रो देशलाई ठोक्र्याउँदै गइसकेको छ। भ्रष्टाचार र दुरुचार हाम्रो देशको जरै बनेर बसिसकेको छ। अहिले 100 रुपियाँको कामलाई पनि बाटोमा 1000 रुपियाँ बनाउने गरिन्छ। हाम्रो नेपालमा अहिले जताततै भ्रष्टाचारले भरिएको छ। हामी उदाहरणका लागि अरू ठुल्ठुला देशलाई पनि त लिन सक्छौँ। के उनीहरूको विकास कल्पनामात्रै गरेर सम्भव भएको हो त? पक्कै पनि होइन। त्यहाँका युवाहरू सबै मिलेर हातमा हात हाली सकारात्मक पाइला चालेर नि अहिले त्यहाँको देशले उच्च स्थान हासिल गर्न सकेको छ। उदाहरणका लागि हाम्रो देशलाई पनि लिन सक्छौँ। हाम्रो देशमा हामी महावीर पुन जस्तो नाम सुनिरहेका हुन्छौँ। के उहाँले एक पाइला चाल्दा त देशको यति परिवर्तन हुन्छ भने हामी सबै युवा मिलेर हामी देश विकास गर्न लाग्यौँ भने के हाम्रो देशको ढोका नखोलिएला त? के सफलताको भकारी नफलिए त? त्यसैले देश विकास गर्न डोनेसन होइन, डु फर इट नेसनमा
आज एकत्रित हुन जरुरी छ। हामी युवाहरू सबैजना मिलेर देश विकासमा लाग्न जरुरी छ। हामी महिला र पुरुषहरू दुवै एक रकका दुई पाङ्ग्रा पनि देश विकास गर्न लाग्नु पर्दछ। आज म तपाईहरूलाई पूर्व लिखितमा प्रशस्त गाइएको तर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समावेश नगरिएको नेपालको प्राकृतिक सुन्दरताको बारेमा वर्णन गर्छु। 1,47,516 वर्ग किलोमिटर भित्र 824 जातका जडीबुटीहरू, 400 जातका पशु पक्षीहरू, 121 जातका स्थानधारी मानिसहरू, त्यसभित्र पनि 126 जातका मानिस महिलाहरू र उनीहरूको फरक फरक संस्कार, संस्कृति, धर्म अनि मेचीदेखि महाकालीसम्म फैलिएको हाम्रो नेपालको प्राकृतिक सम्बन्धहरू यो ब्रह्माण्डमा अन्त्य गर्दै छैन। साक्षात स्वर्ग होइन यो, स्वर्ग हेरेर अर्कोलाई हुँदैन र के मेरो नेपाल स्वर्ग भन्दा पनि कम छैन। धन्यवाद।